चाहिँ मेरो श्रीमानले खोर्सानी र लसुनको अचार लाउन लाग्दै हुनुहुन्छ। उहाँले चाहिँ के हाल्दै हुनुहुन्छ उहाँ आफै भन्दै हुनुहुन्छ। ल यो चाहिँ रातो खोर्सानी मैले 4 पिस पारेँ अनि ठुलो भएको कारणले 2 पिस मात्रै पार्दा नि हुन्छ। यसमा लसुन अलिक कम भयो जस्तो लागिरहेको छ मलाई। त्यस पछाडि हामी यसमा बेसार हाल्छौँ। बेसार अनि त्यस पछाडि नुनले चाहिँ अलिक बढी नै हाल्दा राम्रो। यसले चाहिँ कुहिन दिँदैन। त्यस पछाडि कुटेको मसला यसमा चाहिँ जिरा, धनिया, ल्वाङ, सुकुमेल, जावित्री, अलैँची सबै हालेर पिसेको मसला हो। यो पनि आवश्यकता अनुसार मैले चाहिँ यहाँ लगभग 1 किलो जति खोर्सानीमा बनाउँदैछु। अब हजुरहरूले कति बनाउनुहुन्छ त्यही अनुसारले हाल्न सक्नुहुन्छ। तेलमा मेथी हाल्न बिर्स्यो। यो चाहिँ पकाएको तेल हो। शुद्ध तोरीको तेल पकाएको तताएर हल्का सेलाएर हालेको। अनि यो तेललाई अब राम्रोसँगले मिक्स गर्ने। अनि मिक्स गरिसकेपछि चाहिँ बट्टामा हालेर राखिदिने। एकदम राम्रो हुन्छ। अब मैले चाहिँ सँगले चलाइसकेर बट्टामा भरेर हालिदिने। प्रिजर्भेटिभको लागि हामीले कागती पनि हाल्न सक्छौँ अथवा कागती छैन भने भिनेगर पनि हाल्न सक्छौँ। यसरी नै हजुरहरूले अब मोलेर मजाले नुन मसलाहरू मोलेर बट्टामा हालिदिनु होला। साह्रै नै मिठो अचार बन्छ। अब चाहिँ उहाँले बट्टामा हावा नपस्ने गरेर लाउँदै हुनुहुन्छ। यसरी बट्टामा अब टाइट गरेर भरिदिने, बिर्को लाउने, घाममा राखिदिने। साह्रै मिठो अचार बन्छ पिरो मनपर्नेहरूको लागि।